हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज पनि फेरि सानो छोटो मिठो लिएर आएको छु। आज चाहिँ हामी पुलाउ बनाएर खाने भनेर सोचेर मैले पुलाउ बनाउनतिर लागेँ। अनि पुलाउ चामल चाहिँ भिजाएर आएको छ नि त, अनि त्यही भएर पुलाउ पनि बनाएँ। त्यस पछाडि सब्जीमा चाहिँ चिकन ल्यायो। अनि चिकनको लागि मेथी कराएर मासु लाएर मजाले भुट्न थालेँ। अनि त्यस पछाडि प्याजहरू मजाले टमाटर लाएर मजाले खराएर चिकन पनि बनाएँ। कहिले खानु मन लाग्छ क्या पुलाउहरू पनि, अनि त्यही भएर पुलाउ बनाउँदैछु। चिकन मजाले खराएर प्याज टमाटर लाएर मजाले बनाएँ। अनि अचार बाँकी, अचारमा चाहिँ यस्तै छ साथीहरू। अनि अचार पनि रेडी भयो। अनि रेडी भएपछि हामीले खाना पनि थाल्यौँ। खानामा चाहिँ यस्तो मिठो गरी खाइरहेछौँ है साथीहरू। जस्तो पनि आफूले बनाएको चिज हो, खानुपर्छ।